कोरियामा हुनुहुनेले कहिले यस्तो नोटिस पाउनु भएको छ कि छैन, पाउनु भएको होला मेरो विचारमा चाहिँ है। म चाहिँ अहिले यो ठाउँमा बसिरहेको अब 2 वर्ष हुन लाग्यो, त्यही भएर चाहिँ लगातार 2 चोटि आयो होइन। एकचोटि पहिला आएको थियो अरे, तर मलाई चाहिँ थाहा थिएन। अहिले चाहिँ आएर चाहिँ मैले यो छुमिन्से के हो कस्तो भनेर थाहा पाएँ। कहिले थाहा पाएँ भन्दाखेरि चाहिँ मेरो अस्ति भिजा एक्सटेन्ड गर्दाखेरि मैले चाहिँ भिजा रिटर्न भएको थियो होइन। अनि फेरि मैले यो ट्याक्स तिरेर चाहिँ पछि भिजा चाहिँ ग्रान्ट भएको थियो, एक्सेप्ट भएको थियो है। अनि अब चाहिँ म तपाईँहरूलाई सानो छोटकरीमा यसको बारेमा भन्नेछु यो के हो, अनि तपाईँहरूले किन तिर्नुपर्छ भन्ने कुरा, किन तिर्नुपर्छ, कसरी तिर्ने भन्ने कुरा सानो यो भिडियोमा भन्नेछु। यो चाहिँ तपाईँहरूको छुमिन्से भनेको चाहिँ तपाईँहरू अब जुन ठाउँमा बस्नु भएको छ 1 वर्षसम्म लगातार बस्नुभयो होइन, त्यो ठाउँको चाहिँ 1 वर्ष भयो तपाईँहरू बस्नुभएको, त्यहाँको कर तिर्नुपर्छ तपाईँहरूले। त्यो कर चाहिँ तपाईँहरू कति हुन्छ, मेरो केसमा चाहिँ ओछन हुन्थ्यो र तपाईँको केसमा चाहिँ डिफ्रेन्ट हुनसक्छ। अब सोलमा बस्नेहरूको चाहिँ अलि बढी हुनसक्छ होइन, अरू अझ कतै बस्नेहरू अलिक कम पनि हुनसक्छ। यो चाहिँ तपाईँहरूको छुमिन्से। अनि यो भिडियो चाहिँ मैले तपाईँहरूलाई किन बनाएको भन्दाखेरि चाहिँ यस्तो प्रब्लम तपाईँहरूलाई नहोस्। यस्तो प्रब्लम मैले भोगेको हुनाले अस्ति नै मैले 20 दिनसम्म कुरे लास्टमा रिटर्न आयो, फेरि एप्लाई गरेँ, अनि पछि एप्लाई गरिसकेपछि चाहिँ पछि चाहिँ ग्रान्ट भएर चाहिँ त्यस्तो प्रब्लम तपाईँहरूलाई नहोस्, मजाले तपाईँहरूको भिजा एक्सटेन्ड होस्। त्यो तपाईँहरू अनलाइनबाट भिजा एप्लाई गर्दै हुनुहुन्छ, भिजा एक्सटेन्डको लागि एप्लाई गर्दै हुनुहुन्छ भनेपछि यो कुरा थाहा पाउनु होला। यस्तो परिचय यस्तो पत्र आएको छ भनेपछि चाहिँ है, यदि आएको छैन तपाईँहरू 1 वर्ष नसक्दै अरू ठाउँमा चेन्ज गर्नु हो भने चाहिँ त्यस्तो केसमा चाहिँ आउँदैन। र अनि अब तपाईँहरूको लागि कसरी तिर्ने भनेपछि चाहिँ तपाईँहरूको यहाँ सबै दिया हुन्छ, कुन ब्याङ्कमा तिर्ने यो चाहिँ म डिस्प्लेमा देखाउँछु है। यो तपाईँहरू देख्नु सक्नुहुन्छ कुन ब्याङ्कमा तिर्ने भन्ने कुरा चाहिँ यहाँ देख्न सक्नुहुन्छ। र त्यति ठुलो कुरा होइन, तर चाहिँ यो सानो कुराले तपाईँहरूले कुनै कर तिर्नु भएको छैन, कोरियामा हुँदाहुँदै तपाईँहरूलाई फाइन परेको छ, यो मात्र होइन कि अरू कुनै फाइन परेको छ भन्दाखेरि त्यस्तो केसमा पनि तपाईँहरूको भिजा एक्सटेन्ड नहुनसक्छ, भिजामा प्रब्लम आउन सक्छ। र यसको लागि चाहिँ म तपाईँहरूलाई अलर्ट गर्न चाहन्छु। अगाडि नै तपाईँहरूको त्यस्तो केसहरू छ भनेपछि गभर्मेन्टलाई तिर्ने अगाडि नै तिरिराख्नु होला। र यसको कारणले पछि लास्टमा तपाईँको भिजा एक्सटेन्ड गर्दाखेरि, भिजा चेन्ज गर्दाखेरि होइन प्रब्लम आउन सक्छ। यस्तो कुराहरू ध्यानमा राखेर अगाडि बढ्नु होला भन्दै आजको भिडियो म यहीँ सघाउँछु। ह्याभ अ गुड डे, जय नेपाल। र तपाईँहरूले कसैले यस्तो पत्र पाउनु भएको छ भने चाहिँ कमेन्ट गर्नु होला, मेसेज गर्नु होला है। मलाई चाहिँ त्यति थाहा थिएन यसको बारेमा, अस्ति मेरो भिजा रिटर्न भएर चाहिँ मलाई थाहा भएको, अनि त्यही भएर अलिक बढी चासो भएर धेरै स्टुडेन्टहरूलाई नथाहा हुनसक्छ, र इपिएसमा आउनुभएकोहरूलाई चाहिँ थाहा होला है, थाहा हुनसक्छ, हामीभन्दा धेरै जान्ने हुनुहुन्छ। र मैले चाहिँ अस्ति यसको बारेमा थाहा पाएर हाम्रो स्टुडेन्टहरूको लागि चाहिँ स्पेसल्ली भिडियो बनाउन खोजेको मैले। यति भन्दै अझ भिडियो लामो हुनसक्छ। ह्याभ अ गुड डे, जय नेपाल।